UNDP संस्थाले सामग्री हस्तान्तरणसँगै दियो तालिम। UNDP संस्थाको आर्थिक सहयोगमा सम्बोधन परियोजना अन्तर्गत सामाजिक आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सामग्री हस्तान्तरण तथा कर्मचारी जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया कार्यक्रम र गणकहरूका लागि एक दिने तालिम आज बारेकोट गाउँपालिकाको सभाहालमा गरिएको थियो। बारेकोट गाउँपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू र UNDP संस्थाका कर्मचारीहरूको उपस्थितिमा अन्तर्क्रिया तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो। UNDP संस्थाले बारेकोट गाउँपालिकालाई 1 वटा PVC कार्ड प्रिन्टर, 2500 पिस कार्ड, 4 पिस रिबन हस्तान्तरण गरेसँगै सूचना व्यवस्थापन प्रणालीको बारेमा विस्तृत जानकारीमूलक अन्तर्क्रिया गरिएको थियो। सूचना व्यवस्थापन प्रणालीको सफ्टवेयरबारे प्रस्ट्याउँदै कोडफ्युजन टेक्नोलोजीबाट विपना भुजेल। हामीले चाहिँ यो सिस्टम किन डेभलप गरेको भन्दा हामीले डेटा कलेक्ट गरिसकेपछि यसमा चाहिँ त्यो स्कोरिङ जुन देख्नु भएको छ नि 0 to 1 भनेर हामीले डेटा कलेक्ट गर्दै गएपछि चाहिँ अनबायस्ड रूपमा के हुन्छ भन्दाखेरि सिस्टमले चाहिँ एउटा डेल्फी मेथडबाट चाहिँ सिस्टमले के गर्छ स्कोरिङहरू क्याल्कुलेट गर्छ। जस्तै यहाँ चाहिँ हामीले डेटा कलेक्ट गर्दाखेरि त्यहाँको जस्तै जनसङ्ख्या विवरण। संस्थाको परियोजना देशको सन्दर्भमा निकै सानो परियोजना रहेको, कर्णाली प्रदेशमा 4 वटा पालिकाहरूमा मात्र परियोजना सञ्चालन रहेको र बारेकोट गाउँपालिकामा कार्यक्रम ल्याउन पालिका अध्यक्ष वीरबहादुर गिरीको ठूलो भूमिका रहेको देखियो। सूचना सञ्चारको पहुँच विस्तार हुन नसकेको दुर्गम पालिकाको हकमा यो कार्यक्रम निकै प्रभावकारी रहने देखिन्छ। उक्त परियोजनाले विस्तृत तथ्याङ्क सङ्कलन र सूचना व्यवस्थापन गरी यहाँका जनसमुदायको यथार्थ अवस्थालाई सजिलै निहाल्न सकिने देखिन्छ। उक्त परियोजनाबारे जानकारी दिँदै UNDP संस्थामा कार्यरत कर्मचारी सस्मी चौधरी, यो सम्बोधन प्रोजेक्ट हो। यो UNDP को एउटा सानो प्रोजेक्ट हो जुन चाहिँ सबै प्रोभिन्समा छ, प्रदेशमा छ। विशेष गरी यो कार्यक्रम अहिले गर्नुको कारण चाहिँ अहिले उहाँ म्याडमले भन्नुभयो सिस्टम जुन चाहिँ हामीले सामाजिक आर्थिक विपन्नता सूचना व्यवस्थापन सम्बन्धी, किनभने अहिले हाम्रो डेटा भनेको कहीँ पनि डेटा छैन। जुन हाम्रो नेपाल सरकारले गरेको त्यो डेटा साथै गणकहरूलाई सूचना व्यवस्थापन प्रणालीबारे तालिम दिएको थियो।